यसको शीर्षक चाहिँ हिमालको छोरो है। थाहा छ तिमीलाई? आज आफ्नो सपनालाई आकाशभन्दा माथि पुर्याउन हिँडेको एउटा मान्छे। उसको आँखामा डर थिएन, थियो त केवल देशको नाम। तर हिजोको दिन त्यो हिउँहरूले बाटो छेक्यो, त्यो हावाले उसको सास चोर्यो। अनि हेर न, त्यो हिमालले आफ्नो काखमा उसलाई सधैँको लागि विश्राम दिएको छ। घरमा अझै पनि त्यो ढोकाहरू खुल्लै छन्, जहाँ कसैले उसलाई कुरिरहेको छ आज फर्किन्छ भनेर। आमाका आँखाहरू बाटोमा अडिएका होलान्, बाबाको मौनता पहाडभन्दा भारी बनेका होलान्। त्यो आफन्तहरूको आशा हिउँ जस्तै बिस्तारै पग्लिँदै गएको छ। तर अफसोस, कस्तो निर्दय रहेछ यो नियति पनि। हेर न, जसले शिखर चढ्ने बाटो देखायो उसले फर्किने बाटो नै मेटिदियो। त्यो हिमाल उस्तै छ, त्यसरी नै उभिएको छ। तर एउटा साहसी मुटु आज सधैँको लागि मौनतामा निधाएको छ। तर म भन्छु नि, तिमी हारेर गएकै होइनौ, तिमी त साहसको परिभाषा लेखेर गएको हौ। तिम्रो पाइलाले टेकेका हिउँहरू एक दिन पग्लिएला, तर तिम्रो सङ्घर्षको कथाहरू कदापि पग्लिन दिने छैनन्। तिम्रो नाम अब त्यो ढुङ्गामा लेखिँदैन, नेपालीको हृदयहरूमा लेखिएको छ। आज त्यो हिमाललाई हेर्छु, त्यो शिखरभन्दा बढी तिम्रो सम्झना देखिन्छ। ठिक छ, तिमी निधायौ, शान्त भएर निधाऊ। तिमीले अधुरो छोडेका सपनाहरू अब हजारौँ युवाको साहस बनेर बाँचिरहेका छन्। एउटा कुरा थाहा छ तिमीलाई? कहिलेकाहीँ मानिसहरू मर्दैनन्, उनीहरू इतिहास बन्छन्। अनि केही यात्राहरू कहिले सकिँदैन, उनीहरू प्रेरणा बन्छन्। आज तिमी त्यही इतिहास बनेको छौ। धन्यवाद दाइ, यो मैले छोटो लेखा थिएँ। यो चाहिँ होइन, मैले कसैलाई त्यो नराम्रो भन्न खोजेँ होइन, मैले खास आफ्नो फिल लेखेँ है। यसको शीर्षक म मान्छे खोज्दैछु। दाइ, यसमा मैले बिचमा तपाईँलाई बिसाएको छु है, नरिसाउनु होला। आऊ यार, आऊ न एकैछिन। आज रिस र राग सरी, म मान्छे खोज्दैछु। अब आज एकछिन यो रिस र राग सबै त्यागेर मान्छे बनाउँ न हामी। मैले जस्तै तिमीले पनि त सुन्यौ होला नि त्यो गीत, सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली। तर थाहा छ तिमीलाई, आज त्यो माला चुडिएको हो। नै, चुडिएको पनि भन्दिनँ म, त्यो माला चुडाउन कोसिस गरे जस्तै लाग्छ। तिमीलाई त्यो फुल पनि बेग्लै अनि त्यो माला पनि एक्लै लागेको छैन र साथी? मलाई त लाग्छ यार। किन थाहा छ? भगवान बुद्ध जन्मिएको देशमा शान्तिको खोजी भइरहेको छ। म पसिनामा विश्वास राख्ने मान्छे। आज रगतमा लतपतिएको देश हेर्दा यस्तो लाग्छ मानौ कसैले धर्मको नाममा मन्दिर बेचेको छ, कसैले मस्जिदको नाममा अल्लाह बेचेको छ। आज फेरि एकपल्ट त्यो सडक रातो रगतले रङ्गिएको छ। कसैको सपनाले सास फेर्न छोड्यो। एउटा आमाले छोरो गुमाइन्, एउटा बाले भरोसा। एउटा साथी आज एक्लै भयो, एउटा श्रीमती सेतो र सादा। तर फरक कहाँ भयो थाहा छ? आन्दोलन कुन जात र कुन धर्मको लागि भयो मलाई थाहा छैन। तर न त्यो सडकमा बगेको रगतको रङ अर्कै थियो, न त्यो रगत बगेपछि घरमा रुनेहरूको आँसुको स्वाद अर्कै थियो। कुनै आवाजले मन्दिर पुकारे होला, म मान्छु कुनै आवाजले मस्जिद गुहारे होला। तर हार एउटा जिन्दगीको भयो अनि मृत्यु जितको। सानो ठुलो हुन्थ्यो भने लेखेर मान्छेको जात बनाइयो किन पौरख गर्न यी दुई हात? अचम्म लाग्छ यार सोच्दा पनि। हेर न, कुकुरलाई अङ्गालो हालेर घरभित्र भित्र्याइएको छ अनि मान्छेलाई जात छुट्याएर बाहिर राखिन्छ यहाँ। यदि जात र धर्मले सानो ठुलो छुट्टिने भए आत्मा बनाइयो किन? मान्छे बीच नै फरक हुन्छ भने मान्छेसँग मान्छे नै जोडेर समाज बनाइयो किन? कस्तो धर्म निभाउँदछ यार तिमी मान्छे मारेर? रित्तिएको आमाको कोख उस्तै थिएन र? जिउँदो हुँदा धर्मको नाममा राजनीति गर्छौ, मृत्युपछि जवान छोराको लास बोक्ने त्यो बाको काँध एउटै थिएन र? खै, मैले सिकेको धर्मले मलाई अरूको मन पनि नदुखाउनु भनेर सिकाइएको थियो। तिमी कस्तो धर्मको रक्षा गर्दैछौ रगतको होलीले? मैले कतै पढेको थिएँ, मान्छे प्राणीहरू मध्येको एक विवेकशील प्राणी अरे। त्यसैले त जनावरभन्दा माथि राख्यो अरे। तर कस्तो विवेक हो यार यो? एउटै गोठमा राखेको एउटा पशु बेचिँदा पनि अर्को पशुको आँखा रसाएको देखेको छु। तिमी त एउटै देशमा बसेर धर्मको नाममा मान्छे मारिरहेको छौ। क्या गजबको बुद्धि रहेछ यार मान्छेमा। सुन्दा कसैलाई मेरो आवाज चर्को लाग्छ होला अनि कसैले सत्य नपचेर झर्को मान्छन् होला। तर वास्तविकता कस्तो हुँदैछ थाहा छ तिमीलाई?
पार्टी र राजनीतिको नाममा सिङ्गो देश बिर्सिँदैछौँ हामी। जात र धर्मको नाममा एउटा नेपालीले अर्को नेपाली मेट्दैछौँ हामी। न वृन्दावासिनीमा कृष्ण कन्हैयाको नामको पछाडि थर थियो, न भगवान् रामको नामको पछाडि जात लेखियो। पल्टाएर हेर न तिमी पनि तिम्रो कुरान, त्यहाँ अल्लाह पछाडि कुनै थर भेटियो? फेरि कुन जात र धर्मको लागि लड्दैछौ यार तिमी? धर्म एउटा आस्था हो साथी, भगवान् आत्मा भए जस्तो। मन्दिर र मस्जिद दुवै विश्वास र हौसला जगाउने घर हुन्, धरती र आकाश सँगै नभएर पनि साथमा भएको जस्तो। मलाई साँच्चै अचम्म लाग्छ यार दाइ, सृष्टि गर्ने सृष्टिकर्ताको धर्मले केवल सत्य सिकाएको थियो, त्यसैले त उसले बुद्धिजीवी मान्छे बनाएको थियो। अनि हेर न दाइ, मान्छेले कतै हिन्दूको नाममा एउटा आमाको काख रित्यायो, मुस्लिमको नाममा कतै दिदीको सिउँदो सादा बनायो। के हो र दाइ मान्छेको धर्म? दानव र मानवको भिडले भरिएको भिडमा मैले तिमी भित्रको मानव देखेको छु दाइ। त्यसैले तिमीलाई एउटा कुरा सोधौँ, यदि तिमी र मेरो मृत्यु भयो भने हामीलाई जलाउने आगोले धर्म सोध्छ कि नै दाइ? मन्दिरमा मुस्लिम र मस्जिदमा हिन्दू जाँदा भगवान्ले धर्म खोज्छ कि नै? ठिक छ यार, म स्वीकार गर्छु, मान्छेमा रीतिरिवाज सबैको आफ्नै हुन्छ, फेरि किन सम्मान बढ्दैछ? धर्म र जातको मूर्खतामा मान्छे लडेर किन मान्छेसँगै मर्दैछ? थाहा छ दाइ, बरु मर्दैन होला मान्छे दुई चार छाक भातै नमिलेर, फेरि किन मर्दैछ दाइ मान्छे प्रेममा जातै नमिलेर? आत्मा मिलेर प्रेम गर्छ कि उसले शरीर छोएर मात्र फर्किएको थियो? प्रेमले अँगालेको उसको प्रेमिकाको अँगालो के घर पुगेर उसले आफूलाई सुनपानी नै छर्किएको थियो? यदि जातले सानो र ठुलो हुन्छ भने कामीले बनाएको हतियारले अन्न फलाएर किन पेट भरिन्छ? उसले छोएको चल्दैन भन्छौ तिमी, दमैले सिलाएको टोपी शिरमा सजाएर म नेपाली भन्दै गौरव किन गरिन्छ? नाइ दाइ, म स्वीकार गर्दिनँ। म सम्मान गर्छु आफ्नो धर्मलाई, तर हेला गर्दिनँ कसैको धर्मलाई कसैको डरले। मान्छे हुँ म पनि, मान्छेकै इज्जत गर्छु, लड्दिनँ मान्छेसँग कसैको गरले। त्यसैले नमुच्नु मलाई मेरो आफ्नैहरूले पनि त्यो धर्मको लडाइँमा। बाँच्न देऊ न यार मलाई मान्छे भएर, मान्छेकै रहरले। बाँच्न देऊ न यार मलाई मान्छे भएर, मान्छेकै रहरले। धन्यवाद दाइ।